के ल्याउने कुरकुरे ल्याउँछ कुरकुरे मलाई त कुरकुरे खानु नभएको वर्ष बितेपछि अब म तँलाई कुरकुरे ल्याउँछु त अनि आज चाहिँ म यहाँनिर छु टक्क लगाएर अब म चाहिँ जान लागेको छु ल गएँ म बाई बाई अनि यता कुकुर बच्चा खाएँ यता ल ल ल यता अन्त त्यही अनि म चाहिँ अब यता घरतिर आएको छु कि अहिले अब यो सामान दिनलाई निस्केको अब अलिकति हेभी तरिकाले यो पेट्रोल पनि सकिसक्यो मेरो अरूभन्दा पनि अनि सामान चाहिँ कस्तो बिरा यार अनि सामान चाहिँ कहाँ कहाँको छ अब हेरेर अब ट्याक 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 पुऱ्याउनु पर्ने हुन्छ सो हामी एक कल हान्छौँ ल अब गुम्बा चोकको सामान चाहिँ अलिकति धेरै नै मात्रामा छ अनि सबभन्दा सुरुमा चाहिँ गुम्बा चोकको पुऱ्याउँछु त्यही ओहो भाइहरू मस्त खेलिरहेछ है अब हेरौँ ल गुम्बा चोकको कतिवटा सामान छ यसरी हेर्छु ल मैले त उयो नै लाउनु बिर्सेँ नि सो मैले लगभग सामानहरू टोटलै पुऱ्याएछु स्मृति को छ यार स्मृति हाम्रो गुम्बा चोक त आफ्नै हो नि हेरौँ ल फोन रिसिभ सो सीमा लप्चन दिदीलाई चाहिँ कल हानिहालौँ ल उहाँको लोकेसनमा आइसक्यो नि त म उहाँ नै हो क्या अगाडि आउनु भइरहेको यहाँ है स्नोगर चाहिँ हाम्रो घर आएको स्नोगर यता हो नझुक्किनु होला कहाँ गयो त यार दिदीहरू यार कस्तो आएछ केटाहरू यार मलाई यार ऊ त्यहाँबाट जानु दिदी जस्तो लाग्यो मलाई तर होइन क्या अरे हजुर हस् वेलकम हेलो दिदी म यो पुलबाट भित्र छिरेँ ल बाहिर आउनु ल सो पुलबाट भित्र छिरिसकेँ म सो पुलबाट भित्र छिरेर ल्याप्स कस्तो मेरो स्कुटी पुरै भङ्गार भइसक्यो अरे यार अनि अलिकति यो कामले त अब स्कुटी त खन्दरै हुने भयो होइन पछाडि त होइन क्या हो कि पछाडि हो यार यता यता भने जस्तो सुनिरहेको थिएँ हुन चाहिँ यतै हो तर कहाँ हो यार ए रहेछ रोक्नु ल स्मृति होइन त रोक्नु ल पेमेन्ट बाइक छ यसको 850 ल
हस् धन्यवाद। सो यहाँको पनि डेलिभरी कम्प्लिट। अर्को दिदी कल यार। हेलो म यता गुम्बा चौकतिरै थिएँ दिदी, हजुर कता हो भनेर। बयरको बोर्डबाट माथि छिर्ने हो। माथि छिरेर राइट टर्निङ हान्ने हो नि त। ए ल हुन्छ, बाहिर आउँदै गर्नु ल, म आइपुगिहालेँ, 2 मिनट लाग्छ मलाई है। ल सो केटाहरू अर्को पनि सामान जाने भयो ल। त्यही मैले अहिले कल गरेको थिएँ नि, अब यो सामान अर्को ठुलो हो, अनि यो सामान घटाउन पाएँ भने चाहिँ मलाई नि आनन्द हुन्छ भनेर चाहिँ म फेरि फर्केँ है केटाहरू, नत्र म फर्किदिनु थिएँ। अनि सो आजको डेलिभरी हाम्रो जसरी नि कम्प्लिट हान्नुपर्ने छ नि त। आजको डेलिभरी अलिक धेरै नै छ, अनि त्यो अलिकति कम्प्लिट हान्नै पर्छ। यो चाहिँ हाम्रो 11 डेलिभरी हुन्छ ल, यदि यो सामान गयो भने। ओहो, सबभन्दा सुरुमा त पेट्रोल र हावा हाल्नु एकदमै सजिलो, एकदमै जरुरी छ मलाई होइन। मैले हावा र पेट्रोल हालिनँ भने मेरो जान्छ। त्यो बाटो नजाउँ कि, किन त्यहाँ बहिनीहरू खेलिरहेछ बेकार, मेरो कारणले गर्दाखेरि डिस्टर्ब मात्र भइरहेको होइन। त्यही भएर म चाहिँ यहाँबाट यताबाट घुमेर गइदिन्छु होइन, अलिकति डिस्टर्ब नहोस् न होइन, किन डिस्टर्ब गर्नु र। त्यही भएर यता आयो जाउँ ठक्क पारामा। त्यताबाट पनि जान सक्थ्यो, त्यताबाट मलाई सर्टकट पर्थ्यो होइन, तर त्यहाँ बहिनीहरूलाई अलिकति डिस्टर्ब हुन्छ नि त। खेल्ने उमेरमा त खेलोस् न होइन, हामीले किन डिस्टर्ब हान्नु। सो यसको प्राइसहरू हेर्छु ल म, कति के कति हो। सुरुमा यो डेलिभरी हानौँ, यो हाम्रो 1000 डेलिभरी भयो है। हजुर सामान त रोक्नु ल, 600 रुपियाँ बाँकी रहेछ यसको है। हस् धन्यवाद, हस् वेलकम। अब चाहिँ तपाईँहरूले चाहिँ कस्टमरको साउन्ड सुन्नुहुन्न, कस्टमरको साउन्ड चाहिँ मैले मात्र सुन्छु होला जहाँसम्म लाग्छ मलाई, किनकि त्यति ठुलो बाहिरसम्म चाहिँ सुनिँदैन यो एयरबड्सको साउन्डहरू, सामान यो साउन्डहरू सुनिँदैन कि बाहिरसम्म। अनि त्यही भएर अब चाहिँ म सिधै जान थालेछु कहाँ भन्दाखेरि एचआइडी। अनि आज चाहिँ हाम्रो एचआइडी कस्तो चलाउँछ यार यी बिवाला मलाई कुनै पनि कुरामा उयो पनि गर्नु छैन है। अनि ट्याक्क लगाएर चाहिँ आज जानुपर्ने भनेको चाहिँ म एचआइडी भित्र कहाँ हो भनेर अब हेर्छु ल। सो खासै राम्रोसँग देखेको छैन मैले पनि। अब यो भिडियो कस्तो मेरो पानी चिपिराखेँ, पानी भन्दा पनि भित्र बक्स चिपिराखेँ, अनि मलाई अलिकति तनाव भयो क्या। एउटा मात्र हो रिद्धि जान्दैन आज भनेर भनिदिन्छु होला म सायद, किनकि एउटा मात्र सामने त वहाँ जानु त त्यो भएन नि। कल्पना दिदीलाई कल हान्नु ल। कल्पना ल 0 सिओसी सामान रहेछ के अरे। नम्बर हेरेर कल चाहिँ नहान है केटाहरू।
कल उठेन भने सामान पढ्न भोलि आउँदैन नि त म यो चाहिँ मेरो रुल्स हो ल एकचोटि गएको सामान मैले फर्काइसकेपछि त्यो म पुऱ्याउन चाहिँ आउँदिनँ कल रिसिभ हुँदैन त कल्पना फेरि एकचोटि हान्छु ल बरु म 2 चोटि कल हान्छु यो मान्छेलाई होइन तर भोलि आउँदैन क्या ल ठिक छ क्या ब्रेक हान्दैछु के हो देखाउँछ हेलो दिदी ए म यहाँ टक्कै यो फजुरी बिस्कुट लिएर आइपुग्न लागेको थिएँ बाहिर आउनु न भनेर कि त्यही गेटमा छोड्दा हुन्छ ए ल हुन्छ दिदी हुन्छ हस् ल सो यतिको सजिलो भयो नि त यति भएपछि मलाई त्योमा कारवालाहरूले कसरी चलाएको अब एचआइडीमा पाण्डे होटल कहाँ थियो यार अङ्किता दिदीलाई कल गर्छु ल अलिकति यस्तै भइरहेको है यतातिरको चाहिँ माहौलहरू केटाहरू ओहो हावा त दामी चल्यो यार बतासेले उडाइ लग्यो माया मेरो हेलो दिदी ए बाहिर आउँदै गर्नु ल म यहाँ आइपुग्न लागि ल यो तपाईँको 1400 रुपियाँ रहेछ 1400 ल हुन्छ बाहिर आउनु ल बतासले उडाइल्यो माया मेरो सो यहाँनिर छोडिदिनु पर्ने हुन्छ है सो सामानहरू चाहिँ एकदमै ध्यान दिएर पुर्याउनु पर्ने हुन्छ हामीले पनि होइन यही माथिको नै होला जस्तो लाग्छ मलाई सो यो चाहिँ फजुरी फ्याक्ट्री हो है केटाहरू यतातिर तिमीहरूलाई अलिकति जागिर खान मन छ भने मलाई पनि सम्पर्क गर्दा हुन्छ ल दिस इज फजुरी फ्याक्ट्री अब हाम्रो अर्को अङ्किता दिदीको सामान छ अङ्किता दिदीको सामान कस्तो छ भन्दाखेरि कुन केमा खायो यार ए यस्तो प्लास्टिकमा रहेछ ल 1400 को सामान हो दिदीले लिनुहुन्छ मलाई फुल विश्वास छ है अब मलाई केटाहरू होइन यो इयरफोन लगाएको भएर चाहिँ अलिकति गाह्रो महसुस भइरहेको होइन नत्र चाहिँ खासै फरक परेको थिएन इयरफोन लगाएको भएर चाहिँ यो किन हो चिप्लिरहेको टाइपको जस्तो लागिरहेको क्या मलाई अनि त्यही भएर मेरोमा तेल पनि छैन होइन हावा पनि छैन दुईवटा चिज चाहिँ हाल्नुपर्ने छ अब कहाँ गएर हालौँ त यार केटाहरू कहाँ गएर हाल्नु यार न तेल छ न हावा छ है त्यही पनि स्कुटी बवाल चलिरह अब केटाहरू होन्डा भनेको त होन्डा नै हो कि कसम होन्डा भनेको होन्डा नै हो कसम के केटाहरू होइन मैले 500 को 2 चोटि 500 को तेल हालेको होइन 1000 को तेल पनि भएन 1000 को पनि भएन एकचोटि कतिको पो हालेको थियो 200 कि 300 समथिङ त्यस्तैको हालेको थियो अनि एकचोटि 500 को हालेको थियो टोटल लगभग 800 रुपियाँको तेल भएको थियो होइन 223 किलोमिटर चलिसक्यो यार 223 किलोमिटर यहाँ आउँदा यार यस्तो डेन्जर दिन्छ माइलेज त फेरि यसले त्यो कसैले सोच्नु नि सक्दैन होइन होन्डा भनेको होन्डा हो होइन दामी माइलेज दिने उयोहरू हो बतासले उडाइल्यो माया मेरो तर केटाहरू कस्टमरको बोली पनि तिमीहरूलाई सुनाउनु पर्ने हो नि है खासमा मैले तर मेरो यो साउन्ड राम्रो सुन्दैन केटाहरू त्यही भएर क्या
त्यही भएर चाहिँ मेरो साउन्ड राम्रो नसुन्ने भएर चाहिँ मैले अब डाइरेक्ट नै यसरी नै गरेको होइन। नत्र तिमीहरूलाई त सुनाउनु पर्ने यार मैले यार। कस्टमरले कुनैको त भोइस यस्तो हुन्छ होइन, कस्तो सुन्दाखेरि नै त्यसलाई त्यसको ठाउँमा सामान दिएर होइन हानेर चाहिँ आउँ जस्तो बनाउँछ कुनै कस्टमरहरूले होइन। अनि त्यस्तो भयो भने चाहिँ हामीलाई अलिकति तनाव हुन्छ नि त। यहाँबाट भित्र होला त्यो दिदीको पुरै कस्टमरहरू हो लगभग। दिदीहरूले चाहिँ सामान लिइदिनुहुन्छ होइन। मलाई एकदमै खुसी लाग्छ, जस्तो सामान भयो नि हुन्छ नि त भाइ भनेर लिइदिनुहुन्छ। त्यो चेक गर्ने यताउता गर्ने छँदैन। यो दिदी ड्याक्क सामान लिने हो, ड्याक्क जाने हो, के भन्यो नि पसलबाट ड्याक्क भन्ने हो होइन। सामान आइहाल्छ अर्कोचोटि। सो त्यही भएर चाहिँ मलाई एकदमै अलिकति राम्रो लाग्छ यतातिर नि सामान दिन हुन। बतासले उडे ल्यायो ल। कस्तो फेरि मेरो मुखमा एउटा गीत झुन्डै हुन्छ कि। दिदी भाइ बाहिरको भइरहेछ यार। ए 1400को सामान छ रुक ल निस्किहाल्यो अलि ठुलो भएर हो र। 1100को तपाईँको आएको हो र अर्कै कुरियरमा आ गयो। खल्ती मर्दै अट्दैन अनि हजुर। एकदम सेफ हुन्छ दिदी। कस्तो अलिकति तनाव भएको कारण चाहिँ के हो भन्दाखेरि केटाहरू होइन द यो अब हेलमेट त अब खासै भार लागेन होइन, चिप्लेन अब। तर पनि अझ पनि अगाडिको चाहिँ देखाएको छैन, तर पनि मलाई मतलब छैन। म त्यहाँ अगाडि लगेर छोडिदिने हो, छोडिदिनु भने छोडिदिने हो है। ल ठिक छ, केही पनि भएन। ओम शिला दिदीको अब एकचोटि कल हानौँ ल सुरुमा। कहाँ पुरा जस्तो महसुस भयो यार महाकसम। यही है महेन्द्र सोरुम चाहिँ। कल उठ्दैन नि त। के यार केटाहरू दाइ यो आएको थियो यहीँ गेटमै छोडिदिनु भनेर भन्नु भइरहेको थियो। यो विवेक अटोमोबाइलबाट आएको रहेछ है। हेलो दाइ, म यता एचआइडीतिरै छु। तपाईँ बाहिर निस्किँदै गर्नुभयो नि हुन्छ ल। तपाईँको पेट्रोल पम्पबाट मास्तिर होइन त? ए ल हुन्छ, बाहिर आउँदै गर्नु ल। टक्कै नेपाल ब्याङ्कको अपोजिट हो तपाईँ। ए चोरेमा त्यो बेकरीमै आउँदा हुन्छ, चोरेमा बेकरीमा। ल ल हुन्छ, म त्यहीँ आउँछु ल। 5 मिनट बस्नु, म 5 मिनटमा आएँ ल। 5 मिनट बस्नु, म 5 मिनटमा आएँ ल। ल ल दाइ ल। 5 मिनट त भन्ने केटा हो होइन।
राम प्रसाद थापालिया अङ्कलको पनि छ कि सामान फेरि यहाँ। अब तिमीहरूले चिने खाएन, मैले तिमीहरूलाई चिनाउनु जरुरी छैन होइन। तपाईँ घोडामा लाउने कुरा आएको जस्तो लाग्यो मलाई। रुक्नु ल, एकचोटि सोध्नै पर्छ ल। खोल्दा हेर्नुहुन्छ होइन? 150 चार्ज दिएपछि मात्र खोल्न मिल्छ भनेर चाहिँ यहाँनिर के गर्नुहुन्छ? ल ठिक छ, के गरी रिटर्न गर्नु पऱ्यो नि 150 लाग्छ है। तर हुन त त्यही हो, तपाईँले मगाएको सामान हो। बिल भयो त्यसकै भित्र हालिदिनु भयो होला, नत्र चाहिँ हाम्रोबाट आउने बिल चाहिँ यही हो। होइन नि, यहाँ म दिन्छु। त्यही हो, यहाँ 850। हाल्नु नि, तपाईँको लक हो यो त। लक हाल्ने चाहिँ भयो। त्यही भयो, अब पेमेन्ट पनि भयो। हस् धन्यवाद। ल अङ्कल गइ ल। 850 हो नि त। एउटा दुइटा लियो भने चाहिँ 1,800 पर्थ्यो। एउटा लिँदाखेरि चाहिँ अलिक महँगै पर्छ जान्छ। सामानको यो केटाहरू, यो चाहिँ मेरो 16औँ डेलिभरी हुन्छ होला सायद है। 16औँ डेलिभरी। अब एकचोटि हामी पुग्नुपर्ने भनेको चुरेमाई कहाँ, चुरेमाई बेकरी पुग्नुपर्ने हुन्छ। यहाँबाट सर्टकट लिन मिल्छ त्यहाँ चाहिँ होइन। चुरेमाई बेकरी, यो चाहिँ मेरो 16औँ डेलिभरी भयो है। कृष्ण यही सामान पुऱ्याउनु जान्ला। अनि शेरसे कालिका भने है दिदीले। ए पान्ट्याङ्की यस अस्रे लोपचन यार। कलर पनि यार यो दाइलाई नि। तिमी ल व्यस्त कल बिजी है। डियर सर मैम कस्टमर कल बिजी। ए आयो क्या? हेलो दाइ, म टक्कै यो एचआइडी यो पानट्याङ्कीनिर आइपुगेको थिएँ हजुरको सामान लिएर। हजुरको कुन चाहिँ कम्पनीमा हो भनेर। यहीँ पानट्याङ्कीमा हो? ए ल हुन्छ हस्। ल केटाहरू यार मेहनतै गर्नु पऱ्यो नि यार। मेहनत नगरी फल मैले आफै उगाएँ यार। मेहनतै नगरी फल फले किनकि यो सामान मसँग थियो भनेर मलाई थाहा पनि थिएन होइन। अनि फोटोमा हेर्दै जाँदाखेरि चाहिँ देखियो, अनि पानट्याङ्की यहीँ छ अगाडि। ल पानट्याङ्की यहीँ छ, अब त्यहीँ गएर सामान त्यहीँ दिने हो, त्यति मात्र हो। ल तिमी बस्ने केटाहरू यो काम गर्दाखेरि चाहिँ एकदमै त्यो हेलचेपाइ त गर्ने नै होइन है। हेलचेक्री है के भन्छ, चिक्री हो क्या। हेलचेपाइ चाहिँ के भन्छ त्यसलाई मलाई थाहा पनि छैन होइन यो काम गर्दाखेरि। तर त्यो चाहिँ गर्नु नै भएन क्या। नेपालीमा भन्दाखेरि यो काम गर्दाखेरि लापरवाही गर्नु भएन कि। अस्ति लापरवाही गरे भने मलाई यार 1100 कति चुना लायो होइन। अनि एउटा दिदीले 300 रुपियाँ चुना लगाइदिनु भयो होइन। नाम त म लिँदिनँ, मैले देखाउन सक्थेँ होइन, तर म देखाउँदिनँ मान्छेको।
एकचोटि गल्ती भयो भने चाहिँ मान्छेहरूलाई छोडिदिनुपर्छ भन्ने सिकेको छु मैले होइन। तर धेरै नै ठुलो गल्ती त होइन, तर पनि एउटा दिदीले चाहिँ 300 रुपियाँ हालिदिन्छु होइन भनेर बेलुका हालिदिन्छु भाइ मसँग पैसा छैन भनेर 300 रुपियाँ हालिदिनु भएन। अनि अर्को एउटा दाइले चाहिँ भाइ तिमीलाई अप्ठ्यारो पर्दैन, यो सामान तिमी अहिले लिएर जाऊ, म बेलुका पेमेन्ट गरिदिन्छु। तर कुरा पत्ताउने मान्छे नि म पनि त्यस्तै हो होइन, बेलुका पेमेन्ट गरिदिन्छु भनेर चाहिँ गरिदिनु भएन। अनि अलिकति तनाव चाहिँ मलाई त्यो कुरामा लागिरहेको थियो। मसँग त्यो सामान अहिलेसम्म घरमा छ होइन, मैले देखाउन नि मिल्छ। 1690 भारे छ यताको। के यार कस्तो कुदा यार गाडी यार, त्यहाँबाट बनाउनु भइरहेको थियो तैँले यार। अब त्यहीँ बनाउने होला, त्यता अङ्कलको केटाहरू होला चेक गर्ने होला सामान होइन। त्यही एकछिनमा आउँछु म उसो है, एकछिनमा अब त्यसै 1-1.5 घन्टा लाग्छ होला। सामान दिनु बाँकी छ धेरै मान्छेको। एकचोटि कल हाल्नु त आइहाल्नु हुन्छ नि ठिक छ, नत्र धेरै मान्छे कुर्नु भइरहेको फेरि यसरी बस्न हाल्नु फेरि गाह्रो पर्छ। एकचोटि कल हानिदिनु नत्र। ल हुन्छ होइन नखाँदै, सामान दिन चाहिँ अलिकति हतार भयो भएर। सो मैले 5 मिनट भनेर अर्को दाइले 15 मिनट कुराइसकेँ यार। त्यो दाइले त मार्छ काट्छ आज त्यहाँ पुग्यो नि। अब चाहिँ अलिकति फास्ट जानुपर्ने हुन्छ है। मार्छ होइन काट्छ आज त अब अलिकति पनि कुरायो भने त्यो दाइले त मार्छ मलाई। दाइ 10 मिनट भने 10 होइन मैले 5 भनेको क्या अरे। दाइ 5 मिनट कुर्नु न भनेर मैले फेरि त्यो दाइलाई 15 मिनट कुराएँ यार। बिचरा कल गर्नु भइरहेको थियो। यो लालु पाते फुल फुल्यो। सायद त्यही पछाडि जाँदा हो जस्तो लाग्यो मलाई। अझ पनि कल गर्नु भइरहेको है। सो यतिको भागवाला काम छ है यो चाहिँ। हेलो हेलो यो हजुरको सामान लिएर यता एचआइडीतिर आएको थियो, हजुरको कहाँनिर हो भनेर। सङ्गम चोक हो तपाईँको? ए अघि न त एचआइडी भनेर भन्नुभएको थियो क्या अरे, त्यही भएर मैले सामान यता लिएर आएको थिएँ। हजुर हो होइन ए उहाँबाट आउँदै थियो त मोबाइल गोजीमा थियो, कल त आक्कै रहेछ। ए कृष्ण होइन त आज ए ठिक छ। एउटा चाहिँ फेरि मैले बिहानै लिएर हिँडेँ तपाईँ के सामान तपाईँको के कपडा त होइन है? होइन
यसको ठ्याक्कै तपाईँको 1600 भयो ल दाइ धन्यवाद ल दाइ ल धन्न दाइ रिसन होइन यार दाइ रिसन भयो भने तनाव हुन्थ्यो नि त अलिकति दाइ रिसाउनु भएन यो लालुपाते फुल फुल्यो सो केटाहरू अलिकति ल्याङ भइरहेको थियो पनि तर ठिक छ अस्के नि केटाहरू अस्के उ त्यो पिन्जडाभित्र अस्के खाए मान्छेले पटुसटु पाल्छ यहाँ त अस्के पालिदिरहेको यार पिन्जडाभित्र राखेर हेलो दिदी हेलो तपाईँको नयाँ बस्तीमा कहाँनिर हो होइन होइन कहाँनिर हो भन्नुहोस् लक्ष्मी चौकबाट मास्तिर हो ए हुन्छ हुन्छ बाहिर आउँदै गर्नुभयो नि हुन्छ ल म यता लक्ष्मी चौकतिरै छु अब म आएर मास्तिर ए कता त्यो स्कुलतिर पुग्नुपर्ने हो कि अलि तल मासतिर खनि ए स्कुलतिर पुग्नु परेन है अलि तलतिर है ए ल हुन्छ हुन्छ बाहिरै बस्नु ल म कालो स्कुटीमा आउँदैछु ल कालो कपडा लाएर म जाँदैछु दिलीप सर what the fuck दिलीप सरलाई कल हानौँ ल सो नयाँ बस्ती चाहिँ स्कुलसम्म पुग्दाखेरि मलाई खासै दुःख लाग्दैन होइन यो लालुपाते फुल फुल्यो सर जाउँ हेलो तपाईँको सामान लिएर दिनुपर्ने यो नयाँ बस्ती स्कुलभन्दा मास्तिर हो ए ल हुन्छ बस्दै गर्नु न म यहाँ लक्ष्मी चौकबाट मास्तिर आउँदैछु ल ल बाहिर बस्दै गर्नुभयो नि हुन्छ म मास्तिर आउँदैछु ल हेलो
कलै नउठा बोलिरहेछ हेलो कुन ठाउँमा हो ए ए के नाम हो तपाईँको नाम के हो हजुरको ए ए पुनम पुनम हो हजुरको ए ए हजुरको हजुरलाई बिहान कल आएको थियो कि नै हजुर ए ए ए ए ए हामी निस्किसकेको थियो होला त्यही भएर हजुरको सामान अहिले अफिसमै छ अहिले अफिस गएर तपाईँलाई कल गर्छु ल म यता यही नयाँ बस्तीतिरै छु सामान दिँदैछु कि नत्र सुन्नु न तपाईँ बस पार्क हो भने म अरू कसैलाई पठाइदिउँ ए ए ल हुन्छ हुन्छ कि नत्र हस् केटाहरू दिनभरि चार्जमा हाथों की लकीरें बदल जाएगी गम की ये जंजीरें पिघल जाएगी तेरे होते किसका डर तू दुआओं का है घर मेरी माँ हेलो हजुर हजुर म स्कुलनिर पुग्न लागे हजुर हजुर हो ए ल ल ल हुन्छ बस्दै गर्नु म स्कुलमा एउटा सामान दिएर आइहाल्छु ल ल केटाहरू रोकेको देखेँ तिमीहरूले मैले त देखेन यो एउटा दिलीप सरवाला नामको सामानलाई कल गर्छु कस्तो हावाले डिस्टर्ब भयो नि केटाहरू यार हेलो हेलो दिदी बाहिर आउनु ल म टक्कै स्कुलबाट मासतिर लाग्दैछु ल ल हत्तेरिकामा कति कल आउँछ यार यो कुरियरमा काममा कति धेरै कल आउने यार यो कुरियर काम गर्दाखेरि त लास्टै उयो भइसक्यो त्यो हुन्छ नि त्यो भित्रबाट के भएको भन्दाखेरि त्यो हुन्छ नि त्यस्तै भइरहेछ कि तेल पनि छैन अरू भन्दा नि अनि त्यो चाहिँ तर्नु लगाइरहेको मलाई केटाहरू फेरि सबजना चुप्पा दियो भनेर फेरि उयो भइरह होला होइन त्यस्तो होइन है यसको तपाईँको रोक्न हेर्नै पर्छ यसको ठ्याक्कै तपाईँको 3000 भयो होला डेलिभरी चार्ज सुत्दै यति हजुर हजुर यति मात्रै क्यासै दिनुहुन्छ हुन्छ हस् धन्यवाद सो तल एउटा सामान दिन ओए हेरौँडा बजार देखाएर नै यहाँबाट उहाँले देखाएको छ नि त केटाहरू पहाडहरू पनि देखिरह होइन अनि यो हेलमेटको सिसा लेखेको चाहिँ अगाडिको मान्छे नदेखिने रहेछ कि अनि त्यही भएर भर्खरै त्यसलाई मैले देखिनँ नि त देखेको थिइनँ है अब अनि हतन पतन उयो खोल्दाखेरि चाहिँ अगाडि नै मान्छे झलस्स देखेँ मैले लोमा
अहिले तल पनि त्यही भए हुनसक्छ ल सो बिस्तारै हेर्दै हेर्दै जाउँ ल केटाहरू हतार नगरिकन हेर्दै हेर्दै जाउँ के हो यार यो चाहिँ हाम्रो 2100 डेलिभरी होला ल माइकी चोलो उयो कसैको वाइफहरू भयो भने चाहिँ लास्टै किचकिच हुन्छ यार रहेछ त्यो यार बाहिर कुर्नु भइरहेछ अनि के 1250 नदेखिरह अहिले लास्टमा थियो नदेखिरहेछ सिधै माथि माथि एउटा थियो अनि फेरि त कहाँ भयो म यसको 1250 पाएको छ है तिर्सक्नु भइसक्यो ए लेखेर पठाइदिएर एकछिन रोक्नु म बुझ्दै हाल्छु ल हुन्छ हुन्छ ए हुन्छ एकछिन ल 3:30 बजे अफिस पुग्छ जस्तो लागेको थियो तर अफिस कोमाहरूले मेसेज गरेर यार फेसबुकमा यार को यार फेसबुकमा मेसेज नगर है केटाहरू मलाई यार फेसबुकमा मेसेज गर्ने काम नगर है फेसबुक मैले पहिला चलाउँथ्यो म सिङ्गर हुने बेला होइन अहिले दादाको बे भइसक्यो अब दादाले युट्युब चलाउँछ युट्युब पहिला मैले होइन फेसबुक युट्युब टिकटक सब चलाउँथ्यो अहिले दादाले फेसबुकहरू चलाउनु छोडिसक्यो अन्ली युट्युब फेसबुकमा सबलाई म्यासेज गर्न छोडिसक्यो मैले है फेसबुकमा म्यासेज नगर है केटाहरू ल है फेसबुक चलाउनु छोडिसक्यो यार बेगर सिक्नु त मैले अनि बेगर सिकेँ फेसबुक चलाउनु भने होइन